3,000 करोड सही सुन्दैनुहुन्छ तपाईँहरूले 30 बिलियन नेपाली रुपिसको चाहिँ सुज स्लिपर स्यान्डल्सको चाहिँ मार्केट रहेछ नेपालमा म पनि सुन्दा अचम्ममा परेको थिएँ कि त्यो मध्ये चाहिँ 50% मार्केट सेयर चाहिँ मेरो नेपालको सुजले कभर गरेको छ भने 50% चाहिँ अरू बाहिर विदेशी जुत्ताहरूले कभर गरेको रहेछ यो मैले भनेको होइन यो चाहिँ द न्यू बिजनेस एज र द काठमाडौँ पोस्टले पब्लिस गरेको आर्टिकल्स अनुसार हो है सो 50% मिन 1500 करोड चाहिँ मेरो नेपालको सुजले कभर गरेको छ भने चाहिँ 1500 चाहिँ बाहिरकोले अनि यो चाहिँ एक्चुअलमा 50% पहिला थिएन 20% मात्र मेरो नेपालको सुजले कभर गरेको थियो भने यो चाहिँ बिस्तारै बिस्तारै इन्क्रिज हुँदै गएर 50% भएको नाउ हामीले देख्न सक्छौँ होइन गोल्ड स्टार त नेपालमा भन्दा अझ बढी इन्डियामा चर्चा छ अनि देश विदेश हरेक ठाउँमा पुगिरहेछ क्यालिबर त्यसै गरी पुगिरहेछ भने अभियसली हाम्रो मेडी नेपालको सुजले पनि नेपालको मार्केट अझै क्याप्चर गर्दै गर्दै 90% पुऱ्याउन सकिन्छ भने अभियसली त्यसपछि हामी बाहिर पनि धेरैभन्दा धेरै एक्सपोर्ट गर्न सक्छौँ त्यो सम्भव छ इफ इन केस तपाईँ हामीले केही गर्यौँ भने होइन सो यस्तै खालको होइन सुजको बारेमा तपाईँलाई जान्नु मन छ भने मलाई फलो गर्नु होला लेट्स एक्सप्लोर द सुज मार्केट टुगेदर